बिहे के दिन रिसाउँछ गयो यार छैन भनिरहेको छु मात्र बुझले हंस के चपर चपर नहीं करे छी ठोर में तो गाथी न लगा दे ललका कर लिपस्टिक लाउ रे लिपस्टिक लाउ लगा ले मैले चाहिँ म देउराली आइपुगेँ दिस इज देउराली हुस्सु लागेको छ पुरै अब यस्तै हो एक्लै हिँडेको छु खासै रमाइलो हुँदो रहेछ तर खासै रमाइलो पनि मिक्सवाला फिलिङ्स देउराली एन्ड दिस इज माई न्यू बाइक आइम एट रौतहट म चाहिँ हुँको बिहेमा आइसकेँ अब यहाँ चाहिँ तल पूजा सुजा हुँदैछ आज चाहिँ मटकोर भन्छ सो मटकोर भन्दा चाहिँ बिहेको एकदिन अगाडि र हल्दी पनि आजै हो रे लेट चाहिँ के हुन्छ मस्त पाक्दै रहेछ ल के पाक्दै हो यहाँ के पकाउने दाइ क्या पाक रहा है क्या है अभी खैते तो पड़ गई इन दोनों सिलिंडर बिहान खाली हो जाते ये खाली ले गर्नु पैसा आधे ओकरा सिलिंडर बिहान के काम है पहिले पापा वाला यूज गर्नु 25 गते मेरो बिहेको एक दिन अगाडि 24 गते पूजा मोडकोर घरको हुन्छ हनुमानदाको पूजा भइरहेको छ एकछिनमा पूजा मोडकोर हुन्छ आम गाछी पनि भन्छ अर्को शब्दमा अनि पूजा मोडकोर भइसकेपछि भोसोज हुन्छ त्यसपछि हल्दी रसम एन्ड मेहन्दी रसम यस्ता कुरा नाच्ने हो ढोग्ने हो बिहेमा के भजन से दो लाइन का सेवा भी हो रहा है भैया माँ बाप ही इस संसार का सबसे बड़ा दौलत है और बहुत खुशी की बात है कि हमारे दुल्हा सरकार रवीन कुमार शाह जी बाबा जी आज हमारे दुल्हा सरकार जी राजकुमार भाई चांदीलाल जी सोनालाल जी बोली सोनालाल चाचा रामेश्वर जी के सीट पर तारने के बोले के बाद पूजा केकरा के करे के बाद जनत नहीं अपना माता पिता के भगवान कहेलन कि जे माई बाबू के पूजेलन उ भगवान के नाम भी पूजी तो ईश्वर ओकरा से प्रसन्न रहले काहे पंडित जी एकदम सत्य भोलिको बेहुला दही बोक्दा हामी दही बोकेर फर्किँदैछौँ यहाँ चाहिँ यत्रो एउटा दही यहाँ छ एउटा दही त्यहाँ छ दही बोकेर फर्किँदैछौँ अब फेरि भोलि बिहान अर्को फेरि 2 लट दही जान्छ भोलि बिहान अर्को 2 लट दही बाँकी नै छ ताजा अहिले हामी कहाँ छौँ सिगिरी अहिले हामी झाँचपुर शिवनगर र गरुडाको बिचमा श्रीनगर र गरुडाको बिचमा छौँ ल अब हामी गरुडा जाँदैछौँ गरुडा घर बेहुलाको घर गरुडा हो सबैलाई इन्भाइट छ है सक्दो भ्याएसम्म आउनलाई निमन्त्रण छ है जतिजनाले यो भिडियो हेर्दैछ अब यो भिडियो त बिहे सकेपछि आउँछ यात्राको निमन्त्रणा दियो त गेटअप खै त्यो हटाउँदै दिएर बत्ती गएर भर्खर आयो बत्ती गइरहेको भए बेहुलाले त नभेट्ने बत्ती गइरहेको बेहुलालाई भेट्नै गाह्रो भएको थियो धन्न बत्ती आएर भेटियो क्या के लाउने रे जिग्री अब धोती लगाएर के लाउने रे
अपटन अपटन भने बेसार बेसार पिनेको बेसार लाएर नि खासै केही हुनेवाला त छैन हजुर बेसार लाएर नि केही हुन्छ जस्तो लागेर देखो मी 1% नहीं चाहिए कि भाई कंट्रोल को तो हटे ऐसे नहीं चाहिए बनाए के है ना छोटू ला 50 रुपया हम बैठ हम इधर चले कहने देखो तो आंटी जी लेट से लिया हाथ रख कोई को सब ठीक है मैंने देखो अब एलन कभी और नाम नहीं लग और मिलाई का हो साला आदमी है कौन आदमी नहीं सब आदमी तोरे पास है तू धनिक छा हमने गरीब छी न समझला तू अभी धनिक छा है तू धनिक ना छा हजारी दारू हजार ए सुनो ना ए हजारी हमने गरीब छी हमने गरीब छी यार मैं 5 वो देती लेकिन दे दे हां दे ना दूध चालू ना हो गई बजाए ना ढोला तब बजा है हम बजाए ना बजावे ना तो खर्च कर यार हां ठीक है हमने तू हीरो छा हमने हीरो छा हां भैया भैया हाँ और बोले क्या कहना है 50 रुपया हमसे लीजिए आजको खाना टक्क लाएर अब गर्मी चाहिँ भएर चाहिँ पानी चाहिँ खानुपर्छ खाना खाने सुत्ने ठेगान छैन अनि कहाँ सुत्ने एकचोटि जिल्ला भेटेर राति कति बजे हजुर रातिको 3 बजे रातिको 3 बजे फोटो सेसन 3 बजे 3 बजे सुत्दिन त अहिले सुतेर बिहान किन उठ्दै दुईचोटि सुतेर आइसकेँ म
तिमी दिन ए दादा आँख मुना जाइसी अच्छा ल चस्मा फिर ज्यादा नहीं हुआ बेहुला भेट्यो बेहुला भेट्यो बेहुला त मस्त काम गर्दो रहेछ यही मेरा खाना है के हो जिग्रियो आज लाउने कुराहरू सबै कपडा आइटमहरू उता बिहेमा लाउन लगेर दिनु पर्यो मम्मी के चाहिँ दिदी दही नै बोकेर जाने भयो बेहुलाको बिहे चाहिँ बेलुका एकचोटि बोक्नु जाऊ बिहान एकचोटि बोक्नु जाऊ दिउँसो एकचोटि बोक्नु जाऊ जिग्री बिहेमा के दही नै बोकेर जाने हो बिहेमा पनि लानुपर्छ त्यही लानुपर्छ दही त्यहाँ पनि जान्छ दही त चाहिन्छ क्या दही त मेन रहेछ है भुलको बिहेमा चाहिँ तर खाना चाहिँ खाइएन है हिजो बबाल छ यत्रो दही। दही बोकेर गयो दही सकिएछ क्या होइन होइन दही एक जार त्यस्तै छ छ र अब गएर एक कचरा मलाई दही देऊ है पहिला सुरु मिठो छ हो दही ल 2 दिनको मेहनत पछि बल्ल दही खान पाइयो चाह नि त तिमी चाह नि त मैले खान मिल्दैन होला फाइनल्ली अब सोलो राइडरमा म 2 जना भइसक्यो अब चाहिँ बल्ल बल्ल चपुरमा भेट्यो के छ हाल खबर ठिक छैन रवि किसानको है आशिष है रवि किसानको ओखरको जुस नखाने मैले चाहिँ मेरो राइडिङ पार्टनर भेटिसकेको छु अहिले भर्खर गाउँ के अरे चपुर गएर आएर यतापट्टि अर्को सर हुन्छ हाम्रो हामी चाहिँ हुडको बिहेमा जाँदैछौँ है हुडको बिहेमा ल ट्याक लाएर त्यसै मेरो बाइक है फेरि नयाँ बाइक है नयाँ ए दाइ आउनु साला ला 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 इजिप्सियन किङ बिहे घरमा भेटौँला गाइस बिहे घरमा ल बेहुला यस्तो छ मेहन्दी लगाएर सुत्या छैन रातभरि कति बेर सुत्यो बिहान त के भन्नु 10-11 बजेतिर सुत्यो होला 11 बजेदेखि होइन 12 देखि डेढ सवा घन्टा 1.5 घन्टा सुत्यो होला अंधेर हो अंधेर देर है अंधेर भी है खुदा का घर देर है लेकिन अंधेर नहीं है मालूम है ले राजा जिग्री यही हो रथ
यसको सहचालक बेहुला अगाडि छ बेहुला त्यहाँ छ साथीको बिहे आएको बल्ल बल्ल 1 दशकपछि यस्तो जग्गा प्राप्त प्र्याक्टिस गर्दैछ हामी चाहिँ अहिले रथ यात्रामा छौँ भाइसँग मजा आइरह रथ चढ्न बेहुला नाचिरहेछ बेहुला बेहुला नाचिरहेछ हामी गरमथान जाँदैछौँ कुछ नहीं कहना है तगला कुछ बोलना है कुछ बोलना है कुछ नहीं सब धरा लेना
अब यहाँ के हुन्छ यो हाम्रो पुर्खाली बाबाहरू भन्छन् क्या हजुर बाउको 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 अब कति पुग्छ थाहा छैन गाउँको सबभन्दा ठुलोकै बरम बाबा भन्छ होइन त्यहाँ पूजा गरिन्छ अनि माताहरूको देउता सातो बहिनी हुन्छ क्या दिदी बहिनी सातो दिदी बहिनीको यहाँ पूजा हुन्छ यो दुईवटा पूजा गरेपछि बल्ल हाम्रो गाउँको एउटा मठ हुन्छ क्या मन्दिर गाउँकै क्या त्यहाँ गइन्छ पूजा गर्नलाई जुनसुकै पर्वमा पनि यो पूजा गरेरै निस्किन्छ कोही हामी कहाँ नाच गरी आवाले हमरा बलराम सर का घर वाली फोन कैले है हमरा नाच गरी आवाले तो बलराम सर के घर वाली रहती तो सब कितना हिला दे रहे तो कहाँ है फोन कर रही सोल्टी आ के बैठा हम सोल्टी आके बैठा जब कभी बैठा ना हो हाम्रो जाने आइरहेको पूजा मात्रै होला हुन्छ मान्छे त यत्तिकै बेचिदिन्छ है हो कि जस्तो लागेको थियो के थाहा त आइरहेको थियो देखेँ अब मान्छे बेच्न खासै गाह्रो छैन नि तँलाई है म त्यहाँ गएको छु अनि मैले त्यही देखेँ त्यही भने कस्तो चाहिँ यो रसाइरा होला पानी जस्तो लाग्यो भरे त के हुन्छ ल हामी चाहिँ अहिले 9:15 जति निस्किन लाग्यौँ बेहुलाको भाइ यहाँ छ हेर्दाखेरि चाहिँ दाइ जस्तो छ फेरि ल यसको मुख देखाउनु पऱ्यो भने त मेरो त आधी काट्यो त रहेछ टोपी मिलेन टोपी मिलाइदिएछ स्याट लाएर मिलाएसित अनि त फेरि अर्को पनि जग्गा उतै रेडी हुन्छ क्या अहिले मामा नाक कटेर बस्नु भयो थम्ने लाउने भयो क्या मामा थम्ने लाउने भयो क्या है नत्र अगाडिको इन्ट्रो त फिक्स हो नाक कटेको त नाक कोटाकै हाल्ने हो नाक कटेकै हाल्ने अगाडि एकछिन पछि अन बस्यो अन्त कोटाउनु लाग्यो यस्तो छाडा हुँदैन है मेरो भ्लगमा एकदम कल्चरल कान कोटाउनु लागेको थियो भने चाहिँ कान साथी यस्तो कल्चरल भ्लग छ मेरो मेकानिक्सले जे नि बनाइदिन्छ फेरि बेहुला गाडी यहीँ थियो भर्खरसम्म गाडी 17वटा गाडी छ स्कर्पियो यहाँदेखि लाइन लाग्यो लाइन लाएर छ बेहुला 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 स्वीटी रेडी हुँदैछ उसको तो लगता है ना 2 घंटा 3 घंटा लगता है 3 घंटा लगता है हातमा राख न यसलाई बेहुला से भी ज़्यादा टाइम लगता है मलाई त यस एक्सपिरियन्स पनि 2 र 3 लगाइरहेको छु बधाई छ है फाइनल है सुरु भएको थियो हाम्रो उहाँ ठिक छ मामा कि यो अझ माथि गरिदिउँ यता राइट साइडको अझै माथि माथि लिएर यसलाई अलि तल हुन्छ तान्नु त मामा पछाडिदेखि इया कहीं न जतुन बुझले इया के कहियो चुपे ना के तो बोले छी आ तेका कहते छी तो बोलिए इया के लेके मतलब दी है ओकरा के घर में ए बेहुला ठीक हो ए बेहुला या त ननु जतुन ए बेहुला ओ बेहुला तू न लेबी बा तू दे के न देबे त इम्बे सुत रही है तू ठीक हो 2-3 घंटा में चलत है ए बेहुला लेटो से 2 घंटा 3 घंटा 1 घंटा हो गए रथ घूमने के बाद जयमाला में तो नहीं सके जरूरत है डीजे पीजे में ना है जरूरत बिहे के दिन रिसाउँछ गयो यार छैन भने राछु मात्र बुझले आबी हंस के चबर चबर नहीं करे छी ठोर में तक अथी न लगा दिले ललका कर लिपस्टिक लाउ रे लिपस्टिक लाउ लगा ले छी लिपस्टिक लाउनी रे दुपट्टा चुनरी सब तो लगाइए बेहुला के बेहुली चूड़ी उड़ी लगा भाउजू ला लागले बना दे छी अथी त न कथि बनाव दिया हां
बेला पैसा के माला सबको आफ्नै समस्या छ यसो काजल आयो त्यसको नाकमा आयो यसलाई के म हुडसँग बस्ने उयो हुडसँग बस्ने म यिनीहरूलाई छोड मती बस्ने है जिग्री कुन गाडी हो भने हाम्रो टोटल 21 कि 22वटा होला बाहिरको पनि मिलाएर मामाको जोड्यो भने पुग्छ मामा पनि जोड्नु पर्यो नि होइन उहाँसम्म छ 19वटा स्कर्पियोमा सिङ्गल सब स्कर्पियो छ यहाँ भरत आइपुग्यौँ बेहुलाको ठेगान छैन हजुर सबैले यस्तो छ यहाँको अवस्था यहाँको अवस्था बारेमा सरस्वती भन्नुपर्दा के भन्नुहुन्छ तपाईँले अस्तव्यस्त छ अवस्था अहिले यहाँ नाजुक छ बेहुलालाई घेरिसकेका छन् त्यहाँ बेहुला माला हो बर्थडे के लिए परफेक्ट यस्तो छ माहौलको बिचमा आशिष पौडेल यहाँबाट छुट्टिन्छ क्या यहाँ पानीपुरी छ क्या फिक्स छ यहाँ फिक्स पानीपुरी छ क्या यता के यता यता चाट अगडम बगडम तरकारी सरकारी अनि यताको माहौल के हो कोल्ड ड्रिङ्क्स गाइरहन् केटा यहाँ चाउमिन बाप्रे त्यो पास छ नि त्यो साथी नरेकिन थाक्दै
चस्मा चाहिन्छ लगता है जैसे सारे संसार की शादी है आज मेरे यार की शादी है आज मेरे यार की शादी है खतरा बजाइदिन्छु नि डिजे है डिजे डिजे आसु डिजे आसु डिजे आसु आसु फूल बरसाओ लय 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 भाई भाई बिया भाई take care come on come on ताली 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 बजाउने कोही छैन यार जिग ताली बजाउनु न यार भाउजू हाँसे हाँसे भाउजू आज से ना हो गया मेरे बिजली की बिल भी साथ यूं ही चलना
डिक्कीमा बसेर ब्यागमा डिक्की होइन कति बज्यो त्यो 3:34 मा रिटर्निङ ब्याग है स्वागत छ हाम्रो घरमा बिस्तारै आउनु यति अर्कै भनौँ केही भन्नु यति भन्नु जिरी बिस्तारै भाउजूलाई एकदम पाइला पाइला सार हो गइल है ज्याप ल भाउजूले लजाउनु भएको छ आज चाहिँ घुम्टो सुम्टो छ आज भाउजूको पालो हरे 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 भाउजूले तयार हुनु है घाँटी पनि डर फेरि छिटी आयो यसलाई नि बनाउनु पर्यो भित्र पनि जानु छैन पैसा हम तो बोलते ना 30-32% बोलो बारा हे बारी हमरा ना यजिरे पैसा देऊ यजिरे हुँदैन त्यस्तो क्यास 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 कति माग्या कति माग्या बहिनी जी के दिया हो दुलरुआ भैया जित्ते आयो त ये जोन है ना हमरा ना मालूम कहाँ से देवा केकरा से किने के छुट्टिया पैसा अभी मेरे गाड़ी पे हमरा बोले याद ना दे देवे त त्यसले पुग्दैन त्यतिले पुग्दैन में से शुरू के नाम मिला लेके बुझ्यो त्यो नोटै सानो भयो क्या मलेवे ना नलियो है बहिनी एक एक मिलता हो इन्हें तो बहुत दो हमरा एवनी के तू ना पढ़ल छे ना ओनी के 5 को चाहिए हम पढ़ल छे तू ना पढ़ल छे ए एगो देवे के ना करी भले 5 के कान नोट हो वही के लिए 25 टका नहीं छे 5 बहिनीले नाइ भन्दा पाइयो क्या ना चाहिए हाँ ये बैठा हमरा ना पूरा होता बैठा हाथियों के देख वाह
हजुर पछाडिबाट चिमड्नु नि यसलाई एक दिन में नाच कर लो वो न कर लो हमरा उ रहती तो करे जाए न करे सब आस कहाँ मात्र इतना भीड़ है वो सामान उतारे कर ये तो चली जुनू वाला के अलग अलग देबो हाँ तो बहिन अलग अलग रहती हम तो एक ही छिया न मांगे तो कह एक एक ना एक तो से ना हां तो कितना 5,000 5,000 ना 5 रुपए दे कहाँ 5 रुपए ए त्यस्तो जबरजस्ती ना हुँदैन हो छ यो ले कितना ले 5000 तोरा भी लेबो न तो ऐसे कारण न मिलतो ले लेना लेना हां ना सबे के ना देते उत्तोरे खाली उत्तोरे खाली दे कि वो सब सबको मिला के देता है जिग्री 5,000 5,000 हम तो बैठो हम तो बैठ नहीं छिए तोरे ले हां तोरा गोड़ दुखा जतो ई बजा में हां तो हमरो गुरु दे देख रहा उना नो उठ को उठे ना ये नहीं सब ले इस वाले तो हम लोग दे फाइनल फाइनल टच ले ला गाड़ी ना गाड़ी ना लेना ले ना ए वो तो दिया सालियों के ये भाभी की तो बाकी है भाभी की कहने देखा के जिग्री नहीं देख रही है ला ला जिग्री त्यहाँ पछाडि निलो टी सर्ट लाउनु लाग्यो है निलो टी सर्टलाई जल्दी करो ना छोटकी ए नहीं हमें ना चाहिए ये जाओ उसको बस करिए बस क्या कर रहा है और उसको ना देखे काला अभी ये बना को साइड में यार उसको अगर गाने में तो साइड कर बैठ के ऊपर वो गाड़ी के गाड़ी के तो अंदर गोबर जाना भीती पर कल्याण खोज के कल्याण के लयाने राजा दासरथ मगिरनिया मारो मगिरनिया मारो जनना भीति तो यार मैं सब बेहुला पर्सीको फेरि यही हो फेरि दाइलाई तनाव भाइहरूलाई मिलाइदिनै पर्यो यो चाहिँ हाम्रो जिग्रीको एलजी है एलजी लाइफ गुड है यति भएपछि जिग्रीको जिन्दगी ठन्डा ठन्डा कुलकुल त्यहाँ छ हामीसँग ग्यास स्टोभ सिलिन्डर पनि छ हाफ हो त्यो त फुल चाहिन्थ्यो नि सिलिन्डर त सिलिन्डर सरकारले गर्दा घाटा लाग्यो सरकार यो आधी सिलिन्डरको नियमले हाम्रो जिग्रीले यहाँ दाइजोमा पनि हाफ सिलिन्डर पाएको छ यो तुरुन्त चेन्ज यो सिलिन्डरलाई कृपया चेन्ज गरिहाल्नु फुल सिलिन्डर कम्ती हो बेहुलालाई त फुल सिलिन्डर दिनुपर्छ यो चाहिँ हाम्रो जिग्रीले गजगज गर्ने म्याट्रेस जिग्रीले यसमा उफ्रिन्छ मेरो वासिङ मेसिन आज त मजा हो जाता रहेको त चाहिँ एगो वासिङ मेसिन रहेको चाहिँ कम्पलसरी म त्यही गफाइरहेको यता थाहा छ त्यही सुन्यो साइड गर्नु सकेको
रौतहटको फेमस अझै दिनको कतिवटा जान्छ अरे 12 पुरै लिमिटेड हुँदैन नि जान्छ यहाँ चाहिँ हाम्रो कटियामै गर्दा द एउटा राम्रो पिस हालिदिन्छ एउटा मात्रै मासुवाला अनि ग्रेभी हालिदिनु दिस इज आवर 4th टाइम है रेनकोट खोल्दै लाउँदै गरेको मात्र लिने होला तनाव पनि के मात्र लिने होला क्या Splendor! Rider getting more! It's खतरा है खतरा कता हिँडेको राइडर कता हिँड्नु राइडर ल हामी चाहिँ मामा घर आइपुग्यौँ आमा भाडा मात्रै हुनुहुन्छ ट्याक्क लाएर दिस इज आवर मामा घर आमा घरको ऊ चाहिँ बन्द गएछ यहाँ के लेखा छ यहाँ हामी लेबास गर्नु के लेखेको गोठ आमा गोठ त गयो त नि आमा गोठ भात के खा त भात अनि भान्सा कति साह्रो हो यो खोल्नै नसक्ने हो र मैले त खोल्न सक्नुपर्ने हो यार जय बजरङ्ग बली खोलेरै सक्छु यार खोलेरै सक्छु मैले खोल्नै सकेन यार मै खोल्छु क्या मै खोल्छु क्या 1 मिनट भइसक्यो यहाँ भिडियो खिचेर सकिनँ भने त भान्सा कहाँ छ भान्सा त ठिक छ किचन चाहिँ अहिलेसम्म कन्डिसनमा छ है यहाँ हामी बसेर चट्ट 5 दिदीबहिनीका सन्तान यहाँ बसेर खान्छौँ क्या बाहिर चाहिँ उडाउँथ्यो त टप्पर भात लिएर नुन मसानी मागेर यहाँ चाहिँ उड हुन्थ्यो त्यो चाहिँ आमा एक्लै बस्नुहुन्छ यहाँ चाहिँ ल घाँसिसकेको थियो गोर अनि फेरि हताएर यही माटो बाटोहरू घेर के लगाएर अब बस्तु भाउ पाल्न छैन केही छैन छैन अब छैन अनि किन राख्नु नछप्नु नछप फर्सीको मुन्टा रहेछ मजाको हेर त राइडर यो चाहिँ हाम्रो हजुरबा इज नो मोर अहिले चाहिँ दिस इज माई चाइल्डहुड मेमोरिज जुन चाहिँ मसँग मात्रै छ यहाँनिर चाहिँ एउटा शाहिद कपुरको फोटो अझै रहेछ ल शाहिद कपुर जिउँदै रहेछ यहाँ चाहिँ है शाहिद कपुरलाई चाहिँ केही भएर होइन के भएको थियो रे ए ठुलो मम्मीले यो भित्रको अन्डरग्राउन्ड कोठाभित्र राखेर राम धुलाई गरेर मलाई 2 घन्टा थुन्थ्यो तेरो मम्मीले स्टोरभित्र स्टोरमा यो कोठा त अनि यो त त्यस्तै खाले कोठा मात्रै हो कोही झडाएर न्यु खोज्यो भने लगाएर राखिदिने कोठा हो यो मलाई 3 थुन्थ्यो यही थुनिदिइहाल्ने यहाँ त यो पछि बनाएको हो नि है यो कोठा
पहिला सुरुमा त थिएन यार भित्रको कोठामा लैजाऊ। यहाँभित्र आमालाई यसो मिठाई जेरी काठमाडौँबाट पठाइदिनु भयो मामाले होइन ठुलो मम्मीले फोन गरेर आमालाई एक बाउ जेरी 4वटा जति लाल पनि लगाइदिनु खानुहुन्न थाहा छ त्यही भएर चाहिँ यत्रो लिएर आएको नि आफूले खानलाई हामीले वहाँ खाएको नि कलैया सेको म्याडमले खाइरहनु भएको छ म्याडम एकचोटि खाएर पहिला रिभ्यू दिनु त अनि वाइल्ड मिठो छ खाँदैन है खाएँ मैले दामी रहेछ एकचोटि हजुरआमाले एक कराई वही यहीँ हिरापुरमै सानो सानो थियौँ हजुरआमा भने यतापट्टि हाम्रो हजुरआमाले होइन यतापट्टि सुजुरमामा त्यतिखेर त म पनि थिएँ सुशीलमाले किनेर ल्याउनु भएको बजारबाट अनि हजुरआमाले बनाएर खाएको कम खाइयो त ल कस्तो लाग्यो तिमीलाई माउ घर आएर झिङ्गे माछा साह्रै मिठो हाम्रो माउ घरमा त यस्तो पाइन्छ है मेरो पनि मामा घर हो मामा भए पैसा पर्दैन मामा भए पैसा पर्दैन थियो अहिले त पैसा पर्छ बागमती आइयो भने चाहिँ मोमोस भाइले मिठो बनाएर खाउँछ ल बफ चाहिँ फेरि सकिहाल्छ होइन बफ कति बजी सकिन्छ बफ चाहिँ 3-4 बजे नै सकिहाल्छ 3-4 बजीतिर सकिहाल्छ बफ चाहिँ माछा छैन कोकसँग खाने कि एक्सट्रिम माछासँग माछा उताबाट मैले माछा खान हामी जाने हो नि त यहाँबाट कहाँ ऊ पारि ए हुन्छ हुन्छ नुनथरतिर ल ल ल जाउँ चाहिँ पोर्क सेट आयो पोर्क चाहिँ यहाँको मिठो त मिठै हो तर बफ अझै मिठो हुन्थ्यो होइन यो पनि खाँदैन पोर्क यो पनि खाँदैन पोर्क म चाहिँ खान्छु पोर्क चाहिँ सुकुटी आउँदैछ प्रभाको घरतिर हामी चाहिँ अहिले नुनथरमा छौँ नुनथरमा के खान आएको अरे है माछा माछा खान आएको नुनथरमा एक्सट्रिम खाने भनेर एक्सट्रिम त दिनको एउटा त गएकै छ यार एक्सट्रिम त खानुपर्छ एउटा माछा आयो नुनथरको माछा यस्तो छ ताल भएन मेरो एकछिन माछा एक्सट्रिम चिप्स माछा खाने टेक्निक चाहिँ भोलि फर्किने अलि ठुलो भएन माछा अलि ठुलो भएन माछा चिन्छ न अलि धेरै ठुलो भयो भने के जिस्किएर कहाँ हो तिमी निक्ले आएन आज त मसँग किन खोजिरहेको ल अचार हाल ए को पो ल ल
Cứ mời đi. नुन खानामा चाहन देख्नु चाहिँ यो हो क्या दामी होला है तलमा एउटा क्वेसन सोध्छु है यसलाई हेर है तलदेखि माथिसम्म यो कहाँ हिँडेको केमा हिँडेको कहाँ हिँडे जस्तो लाग्छ तँलाई भन्दा मेरो विचारले ब्याग पनि हेर है लङ टुरमा हो उसमा के अरे घर गएर होला हँ? घर गएर होला काठमाडौँतिर यो अहिले बिहेमा आएको हो क्या यो अहिले बिहेमा आएको हो क्या हाम्रो भाइ बुहारी ट्याक्क यो मात्रै होइन हामी सबैजना अहिले चाहिँ अब चपुर बिहे एटेन्ड गर्नु लागेको यस्तरी हामीलाई खासै टेन्सन छैन ट्याक्क लाएर बिहेमा जाने म पनि बिहेमै आएको बिहे खाएर टक्क यहाँबाट काठमाडौँ निस्किन्छौँ ल यहाँ छ बेहुला हामीले अब बेहुलालाई पनि भेट्यौँ अब बेहुलालाई भेटेर हामी निस्किन्छौँ बेहुला अलि रिसा जस्तो लैरह नरिसाउ बिचैमा छोडेर जाने कुरा गरिरहेको छ होइन 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 भोलि अफिस भएर नभए त बस्थ्यौँ नि हुन्छ दाइ तर लभ यु थ्याङ्क यू सो मच आइदिनु भएकोमा तपाईँ सबैलाई धेरै धेरै धन्यवाद भाइलाई सम्झिरहेको भेटेर जाउँ भित्र जानु होइन एसी छ भाउजू यहीँ थियो भर्खरसम्म होइन कहाँ बाइक खाली छ त्यो मेरो बाइक खाली छ नि ब्याग खोल्नै पर्दैन नि मान्दिनँ नि त बाँधिदिने मान्दिनँ नि त ए बाँधेरै लाग्ने मारिहाल्छ नि ए अँ सालीले मेरो झोला बोकेर पछाडि बसिहाल्छ बुझेर यसो हो कि नखोजी यसो एउटा कुरो भन्छु तिमीले भन्दै भन्दैनौ क्या आफ्नो कुरो एउटा कुरो भन्छु तिमीले आफ्नो कुरो भन्दै भन्दैनौ क्या सुन न खाना नखाऊ सुन न पहिला सुन न मेरै कुरो भन्नु यत्रो यार बिहेको शुभकामना होइन मेरो बिहे शुभकामना तिम्रो बिहेमा आयो जिउले खुसी लाग्यो साह्रै साह्रै साथीको बिहे भयो साथी पनि ब्लगमा आयो खुसी लाग्यो भाइको पनि बिहे एटेन्ड गर्यो होइन साह्रै मन पर्यो मलाई एकदम खानेकुरा नि एकदम मिठो छ अब यो भन्दा हामी च्यात्तिनु पनि पर्ने हुन्छ क्या हुन्छ भोलि बिहानै काठमाडौँ पुग्नु पर्ने छ त्यही भएर यो भोलि बिहान काठमाडौँ पुग्नु पर्ने छ तर यसमा के कुरा थप्नु छ है यहाँ एटेन्ड भयो मेरो बिहेमा एटेन्ड भयो अब भाइको पनि एटेन्ड भयो धेरै खुसी लाग्यो होइन जेहरू आयो होइन काठमाडौँ त जानुपर्ने छ बेलैमा निस्किनु पर्छ तर नयाँ बाइक छ फेरि यहाँ स्पेसल के छ भन्दाखेरि अब खानामा टाइम छ स्न्याक्स त खायो त्योभन्दा अगाडि इन्गेजमेन्टहरू हुन्छ होइन त्यो पनि नभ्याए पनि फरक परेन त्योभन्दा अगाडि पनि स्पेसल केक कटिङ मात्रै छ त्यति मात्रै भ्याइदिनु पऱ्यो क्या दुईवटा एक्सचेन्ज बाहिर गएर खाउँ हामी उताबाट लाग्छौँ यहाँ त केक कटिङ केक भन्ने कुरा चाहिँ यस्तो हो क्या कटिङ भन्ने कुरा यस्तो यो मार काटमा चाहिँ हामी खासै विश्वास गर्दैनौँ भएर यो हाम्रो चलन पनि सुन जल्दी नि सुन जिग्री यो हाम्रो चलन पनि होइन म अहिले मधेसमा कसरी बिहे हुन्छ भनेर यहाँ खिची पनि रहेको छु होइन यो केक कटिङ भनेको यो हाम्रो चलन होइन जिग्री न हाम्रो बाउले गरे न हाम्रो आमाले गरिन् हुन त न हजुरबाउले गरे त्यही भएर यो खासै यो सामेल हुनुपर्ने समारोह होइन जिग्री यसो हो क्या त्यही भएर जिग्री यो बिहे पनि अर्कै किसिमले भइरहेको छ भन्ने कुरो थाहा पायो होला यहाँ चाहिँ धेरै राम्रो किसिमले भइरहेको जुन किसिमले भइरहेको धेरै राम्रो किसिमले भइरहेको भिडभाड छ सबैले आनन्दले खाइरह फ्यान चलिरह हिजो जस्तो टोकरीमा के हुन्छ? 17 जनाको हात यस्तो छ हाल्ने एकजना छ त्यही भएर जिग्री ल ल 17 जनाको हात यस्तो छ हाल्ने एकजना छ 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 17 जनाको हात यस्तो छ हाल्ने एकजना छ
राम्रोसित बाई भन अनि म यो बन्द गरिदिन्छु अनि म निस्किन्छु ल जिग्री है त ल ल ल ल राम्रो भयो कि जिग्री एक्सट्रिम पाउँछ क्या बाहिर ल ल त्यसो गर न किस पनि खाए। आज कस्तो देखा छ है यो त खतरा फर्मुला त्यसले के चाहिँ ए त्यो पो हेर्न खोजा घरवाल हेर न घरवाल कस्तो हेर्नु पर्ने होला ल बाई बाई दिस इज द एन्ड हाम्रो तराईको ऊ पनि सकिहाल्यो भिडियो पनि अब आशिषको बिहेमा भेटिन्छ होला अब अर्को तराईको बिहेमा त्यो अझै उठाइदिने त आज उठाइदियो यहाँ रेडी छ उठाउन मात्रै जति बनायो त्यति बनायो भने हुन्छ ल बाई बाई हामी चाहिँ अहिले कहाँ छौँ हेटौँडामा चाहिँ दाइले कसैको बोल्दै कहिले हेटौँडा आउला र अनि सेको खाउला दाइकोमा मिठो पाइन्छ है सेको